यो मान्छे सुट दिने हैन, सुट दिनु मान्छेको एकछिनमै थाहा हुन्छ हैन। ल्याएको हो एकचोटि, ल्याएर बसालेर हामी माइतीहरू सल्लाह मिलाएर बुढी म जस्तो अवस्थामा पनि स्वीकार्छु, बस तिमी टेन्सन नगर, मेरो छोरीलाई दुःख नदेऊ है, म दुःख पाएको। 20,000 ज्वाइँले अघिल्लो दिन पठाउनु भयो, भोलिपल्ट त्यही 20,000 लगेर गइदिए। ए ज्वाइँले पैसा पठाएको भोलिपल्ट त्यही पैसा लगेर। अब यी छोरीहरूको कसले रेखदेख गर्छ? केही उपाय छैन, यो सानी नानीलाई के गर्ने होला। अब साना केटाकेटी मेरो पनि छन् हैन, लड्ने पड्ने हुन्छ साना केटाकेटी। ज्वाइँ एकदम सिम्पल क्या हाम्रो। फेरि अब ज्वाइँले सानैदेखि दुःख पाउनु भएको, मैले दुःख पाएको, मैले तीनटा छोरीलाई दुःख दिन्न, मेरो बुढीले सधैँ मलाई बलक हान्छ, के गर्ने होला आन्टी भनेर भनिरहेको थिएँ ज्वाइँले। त्यसपछि मैले सम्झाइरहेको थिएँ, यस्तो नगर्न छोरी, तीनटा छोरी छन्, बिजोग हुन्छ भनेर सम्झाइरहेको थिएँ पहिल्यैदेखि। घर छोड्न बित्तिकै बुढालाई सधैँ बलक राख्ने क्या उसले। विदेश बस्यो बलक नै राख्यो, त्यसपछि इन्डिया गयो बलक नै राख्यो, उसले घरदेखि बाहिर गयो कि बलक राख्ने। अनि तपाईँ कहाँदेखि आउनुभयो? हजुर म मकैबारीदेखि। मकैबारीदेखि यो खबर सुनाबाद आउनु? हजुर। ए अनि तपाईँको आफ्नो छोरी नै भन पवित्रा न, अनि उनी कहाँ गइन् भन्ने अहिलेसम्म तपाईँको अब माइती पक्ष तपाईँ खबर आयो कि आएन? केही पनि खबर आएन क्या, त्यही त नि कन्ट्याक्ट केही पनि भएन। एकचोटि पनि यताउति जान्छु मेरो छोरीलाई हेरिदिनु भने भए त हामी पनि अलिकति आश पलाउँथ्यो होइन। अब यस्तो कन्ट्याक्ट नै अब कन्ट्याक्ट बिन नै भएपछि पक्कै पनि बिहा गरेर गयो जस्तो शङ्का लाग्छ। शङ्का लाग्छ। नानीहरूको कुरा सुन्दा त्यस्तो लाग्यो, अरूको फोन आउँथ्यो मोबाइलमा, मामुले फोन गर्नुहुन्थ्यो भन्ने कुरा सेफ्टी होइन? नानीहरूले पनि त्यस्तै भन्थे। अब उसले डराउनु दिँदो रहेछ क्या, नबोल्नु कोहीलाई भनेर। अब यदि थाहा पायो भए त हामी पनि आफ्नो छोरीलाई सम्झाउँथ्यौँ नि। हामीलाई पनि थाहा भएन त्यस्तो। अब दुईजना मिलेर बसेको होइन, त्यस्तो अब हामीले पहिलेदेखि त्यस्तो थाहा पाएन। छोरी चाहिँ ज्वाइँ एकदम सिम्पल क्या हाम्रो। फेरि अब ज्वाइँले सानैदेखि दुःख पाउनु भएको, मैले दुःख पाएको, मैले तीनटा छोरीलाई दुःख दिन्न, मेरो बुढीले सधैँ मलाई बलक हान्छ, के गर्ने होला आन्टी भनेर भनिरहेको थिएँ ज्वाइँले। त्यसपछि मैले सम्झाइरहेको थिएँ, यस्तो नगर्न छोरी, तीनटा छोरी छन्, बिजोग हुन्छ भनेर सम्झाइरहेको थिएँ पहिल्यैदेखि। तर उसको पहिल्यैदेखि बिग्रिएको बानी कहाँ छोडिदिन्थ्यो र है। लास्टमा छोरीको बिजोगै बनाएर अब चौरामा लगेर छोडिदिएछ क्या। कसले तपाईँले देख्नुभयो? यो नानीहरूले भन्छ क्या, चौरामा त्यहीँ यताउति हिँडिया रहेछन्, आउन थाहै पाएनन् यिनले घरमा क्या, कुन अटोमा कतातिर जाने हो भन्ने कुरा। पछि यहीँ छिमेकीले थाहा पाएर अनि यो ठाउँमा ल्याइदिनु भयो। आमा त एक त उनी आफै गायब भएन भने बच्चा बच्चीको अल्पत्र भयो कि भएन? भयो नि। अब यिनीहरूले थाहा नपाएर कुन ठाउँमा पुग्थ्यो थाहा छैन होइन। झन्डै आफ्नो ठुली मम्मी जानुभएको रहेछ औषधि गर्न त्यो बाबुलाई, त्यहीँ भेटाउनु भएछ र अनि अटोमा राखेर यहाँ ल्याउनु भएछ। यसमा अब पवित्राको श्रीमान भन्दा पवित्रा नै खराब भन्ने तपाईँलाई लाग्यो? एकदमै हो, पवित्रा नै खराब हो। र पवित्रालाई त यो छोरीको श्राप त धेरै लाग्छ होइन। सानो 15-16 वर्षको भए सम्झाउनुहुन्थ्यो, अल्लाहले छ भन्नुहुन्थ्यो। उमेर पाकिसकेको छ, 10-11 वर्षको छोरी भइसक्यो, आफै बुझ्नुपर्ने होइन। अब सम्झाउने कुरा सम्झाइसकेको छु म्याडम। अब यो गल्ती पहिलो पटक हो कि बारम्बार पहिला यस्तै अनकनाइ काम गर्ने? पहिला पनि यो गल्ती भइरहेको थियो। पहिला गल्ती भएर पनि ज्वाइँले स्वीकारेर हजुर छोरीको लागि धेरै माया गर्नुभयो? 1 महिना भयो म्याडम। 1 महिना? हजुर 1 महिना भयो। त्यसपछि हामी यिनीहरू कन्ट्याक्ट बिन नै थिए। लगभग पुस महिनादेखि यसले बलक हाने कि फागुनमा बलक खोली ज्वाइँको। बलक खोलेपछि अनि फोन गर्न लाग्यो। फेरि यो ज्वाइँलाई 2-4 दिन कुरा गर्ने, फेरि बलक गरिदिने क्या। आफूले आफ्नो विचार लागेपछि कुरा गर्ने, नत्र बलक गरिदिने क्या सधैँ। अनि ज्वाइँले जतिखेर पनि मसँग दुःख पोख्ने, के हो आन्टी यहाँ नजिकै हुनुहुन्छ कि कहीँ जानु त कुरा बुझ्नु। अब म कसरी कुरा बुझ्नु, यस्तो यस्तो छोरी के हो भनेपछि उताबाट यस्तो भन्यो भनिदिने। दुईजना कुरा मिलिहाल्छ भने। त्यस्तै हुँदै अब 3-4 महिना इन्डियातिर बसी होइन। इन्डिया बसेर आएपछि अब कोहीले बिहा गरेर गयो भने, कोहीले कमाउन लागे भने अब हामीले प्रत्यक्ष देखेनौँ। नदेखेपछि जसले जेसुकै भनोस्, म चैतमा आउँछु, मेरो छोरीहरूलाई पढाउन बसाल्छु भन्नेले जेसुकै भनोस्, म बाहिर हिँड्न बित्तिकै गलत देख्नेले देखोस् भन्यो होइन छोरीले। त्यसो भए ठिकै छ भनेर हामी पनि चुप लागेर बस्यौँ। त्यसपछि आइसकेपछि अनि छोरीलाई पनि ल्याएर यहाँ स्कुलमा भर्ना गर्यो। अब बिचरा कमाउने मान्छे कोही पनि नै है। ज्वाइँले कताबाट ऋण गरेर बिचरा 20,000 जम्मा गरेर यहाँ नानीहरूलाई ड्रेस सबै गरेर स्कुलमा नाम लेखाउनु भयो, रासन पानी सबै गर्नुभयो, मिलेर बसेँ। अनि त्यसपछि यो इन्डिया गइसकेपछि हो कि बिग्रेको।
त्यसपछि फेरि कता फोन गर्न लागिहालेछ। अब त्यही इन्डियाको अब को हो, हुन त नेपालकै होला। शङ्का छ नेपालको, अब लङ त नेपाली नै होला। अब कहाँ गए कसो गए भने त अब केही शङ्का छ कि छैन? शङ्का त एकदम छ। कसका गए भने केही छ, थाहा छ मोटामोटी? कसको भन्दा पनि हामीले मान्छे प्रत्यक्ष यहाँको भन्ने चिनेनौँ होइन। यहाँको होइन त्यो मान्छे? मान्छे यहाँ उहाँको भन्ने थाहा भएन हामीलाई, तर फोटा पठाउनु भएको छ हाम्रो ज्वाइँले। ए अनि ज्वाइँ अहिले इन्डिया हुनुहुन्छ हो, यो कुरा ज्वाइँले थाहा पाउनुभयो? सबै थाहा पाउनु भएको छ। ज्वाइँ आउँदै हुनुहुन्छ? नै आउँथे सासू, मैले भर्खरै 40,000 ऋण लगाएको छु, म कसरी आउँ भन्नुभयो। अब यी छोरा 20,000 ज्वाइँले अघिल्लो दिन पठाउनु भयो, भोलिपल्ट त्यही 20,000 लगेर गइदिए। ए ज्वाइँले पैसा पठाएको, भोलिपल्ट त्यही पैसा लगेर। अब यी छोरीहरूको कसले रेखदेख गर्छ? केही उपाय छैन यो सानी नानीलाई, के गर्ने होला। अब साना केटाकेटी मेरो पनि छन् होइन, लड्ने पड्ने हुन्छ साना केटाकेटी, केही उपाय छैन, के गर्ने भएको छ। अब हेर्नु त यो छोरी मात्रै छन्, सानसाना केटाकेटी। फेरि यसले दिदी बहिनीलाई पनि छोड्नै खोज्दैन क्या, सबै दिदी बहिनी चाहियो भनेर 10 चोटि अहिले भर्खरै पनि छोड्नै खोजेको थियो यो नानीले। उपाय केही पनि छैन। अब उनले गल्ती गर्दा गर्दै तपाईँहरूले के भन्न चाहन्छ सुझाव उनलाई? अब आएर आउनु के छ, अब के भन्नुहुन्छ भने त? होइन आएर होइन, यो मान्छे सुट्दिने होइन। सुट्दिनु मान्छेको एकछिनमै थाहा हुन्छ होइन। एकचोटि बिग्रिएर कहाँ घमेर आयो, घमेर फरक पर्दैन। आफ्नो बुढालाई जतिखेर पनि कन्ट्याक्ट हुँदा त केटा मान्छेले कति शङ्का गर्छ है। तर घर छोड्न बित्तिकै बुढालाई सधैँ बलक राख्ने क्या उसले। विदेश बस्यो बलक नै राख्यो, त्यसपछि इन्डिया गयो बलक नै राख्यो। उसले घरदेखि बाहिर गयो कि बलक राख्ने। अनि त्यो के छ त त्यहाँ रहस्य बिहा गरेर गयो पक्कै पनि। र त्यो केटा पत्ता हामीले फोटा चाहिँ भेटाएको छौँ होइन, फोटा पनि दिन्छु मैले, तर केटा कहाँको भन्ने हामीलाई कन्फर्म थाहा छैन। अनि जस्तो अब बच्चा नानीहरूलाई के गर्ने त? अब आमालाई पनि अब नल्याउने कुरा गर्नुहुन्छ, जस्तो अब सुर्दिन्न भन्ने कुरा भएको छ। ल्याए पनि गइहाल्छ, ल्याएको हो एकचोटि ल्याएर बसालेर हामी माइतीहरू सल्लाह मिलाएर। मेरो ज्वाइँले म पहिल्यैदेखि दुःख पाएको हो, म पनि 2-3 वर्षको यस्तै मेरो आमा बिताएर। मेरो बुबाले बिहा त गर्नु भएन छोरा दुःख पाउँछ भनेर, तर मेरो बुबा केटा मान्छे हो, सधैँ खाना पकाएर मलाई दिनु भएन होला नि। म पनि कहिले खाएर सुतेँ, कहिले भोकै सुतेँ। तर मेरो छोरीलाई यो नहोस्, बुढी म जस्तो अवस्थामा पनि स्वीकार्छु, बस तिमी टेन्सन नगर, मेरो छोरीलाई दुःख नदेऊ है, म दुःख पाएको मान्छे हो भनेर मेरो ज्वाइँले खुद मेरो घर बसेर मिलेर यहाँ हामीले पठाएको। अब मिल्यो भनेर हामी पनि ढुक्कै भएको थियौँ। अब मैले पनि यति सोचेँ कि तिमीहरू बुढाबुढीसँगै जाऊ, कमाउन जाऊ, अथवा नानीहरू अब यसरी हराउ बिचल्ली पार्नु भन्दा आफन्तीको छोड भने मिल्छन् भने। आखिर उसको नमिल्ने मन रहेछ, अनि त्यो नमिल्ने मान्छे फेरि ल्याएर पनि मिल्दैन क्या। यो हिँडेपछि मान्छे फेरि मिल्न गाह्रो हुन्छ। त्यही भएर बिजोग लास्टै नानीहरूको हुने भयो। यो नानीहरूको लागि उपाय केही पनि छैन म्याडम, के गर्ने होला। यो नानीले जतिखेर पनि मम्मी खोज्न लाग्यो क्या। अब मम्मीका लागि पनि नानीहरूलाई त राख्नु पर्ने होला। मम्मी बाबा भन्छ, उसलाई आफ्नो मान्छे मात्रै चाहियो। फेरि दिदीहरूसँग नमाने खाना नखाएको नि 3 दिन भयो अरे। एउटा बिस्कुट बिहान खाएको थियो, अब अरू केही खान्छस् खान्न, अरू केही खान्छस् खान्न।